लसो मानेको समाज के हो कल्चर मात्रै हो पैसा रुपियाँ त के भन्नु त्यो अड्किन्छ के फर्स्ट टाइम अस्ट्रेलिया उमाल्नु चाहिँ यहाँ उमाल्नु पर्ने रहेछ बिजोक होइन रहेछ मासु बेसी पकाइएछ वाडिम दसैँमा वाडिम सुँगुर छोडेर दसैँमा वाडिम नै वाडिम चाहिँ मलाई त सोच्दै काठले छोडिरहेको काठले वाडिम नखाएको ल यो चाहिँ भुटो है अब मजाले फेरि तताउने बेला भएको छ यो हामी बनाउँदैछ है अच्छा लेकिन पाएछ नि त भाउजूलाई त होला नि होइन उसले खिचिदेऊ ल ल पुरै यसमालाई खिचिदेऊ ल हाम्रो भैँसी जस्तो भैँसी अब जानेको यति हो मैले जानेको त सबै ओके निकालिदिन्छु नि सोल्टी लगाइदिनु याद गरौँ ल बुढेस के यो कतै बिग्रिँदैन होला नि काममा त ल पोरको जस्तो बनाएको सजिलो हुन्छ यहाँ मान्छे बस्नु पनि हुन्छ नि त त्यही त भनेको नि यसरी यसरी नभए यसरी हो यसरी यहाँ नि मान्छे बस्नु हुन्छ ठिक पारेछ है यो चाहिँ डार्लिङले ल छोरी चेलीदेखि नै सुरु गर्नु ल नवग्रह शान्ति नौ दुर्गा भवानी आज फर्स्ट चाहिँ अब देवीदेखि नै सुरु गर्नु पर्यो नि त होइन सबै रोग कष्ट हराउनु नागिनदेखि नागिन पनि देवी त होइन नि त नागदेव मलाई यो उसको चाहिँ मन्त्र चाहिँ आउँछ यो अलिक एक्सर्साइज गरिदियो होला जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी के भन्छ हौ राम्रो मुस्कान देऊ है सोल्टी नि यहाँ गुवा खाएर हाँस्यो जस्तो शिवधात्री स्वाहा सदा नमस्ते भनेर मैले ढाकेको तारकीको मनपन्छे पुगोस् है जस्तो सम्झेको त्यस्तै पुगोस् आज नौ दुर्गा भवानीको नाममा विजयदशमीको नाममा 9वटा दुर्गाको मेनिफेस्टो चाहिँ तिमी बहिनीकोमै होस् होइन अलिअलि नदी अब तेरो दाजु सम्झेर आइस् खुसी लाग्यो मलाई पनि लगाइदिनु पाएँ होइन सधैँ सधैँ तेरो आप्पा र आमाले लगाइदिन्थ्यो मलाई पनि तँलाई पनि आज
हामी दुईजना देश परदेशमा भए पनि मानिलिएको छौँ। घरमै जस्तो सम्झिनु, मैले जति जानेको आशीर्वाद है। बस्दाखेरि केस नजरोस् अरे, हिँड्दा ठेस नलागोस् अरे, दुबो मौलाए जस्तो मौलाउनु, जस्तो हाकेको ताकेको दिखाने हुनु, मागी खाने नहुनु होइन। चेलीबेटीहरू बिहानै उठ्नु, जहिले भए पनि शिर स्वभावको हुनु, 32 गुणले भरिएको मेरो चेलीलाई आज 9 दुर्गा भवानीको आशीर्वाद यति नै होला नि। अब जानेकै फलमको रेती जाने गए थिए। आगो पनि यसरी लाउनु पाऊँ, 3 साल भयो यसरी लगाइदिएको। को लागि मात्रै हो, कल्चर मात्रै हो। पैसा रुपियाँ त के भन्नु हो, त्यो अड्किन्छ क्या। मजाले टिका चाहिँ बसे च्याट्टै देखेँ। लु अब ढोक बबीलाई पनि टिका लगाइदिन्छ। म चाहिँ उठ्दिनँ ल, खुट्टा नछु है। ल तेरो चाहिँ खुट्टा छुनुपर्छ। यता चाहिँ हाम्रो दादाले बुढाले बुढीलाई लगाइदिँदैछ। देव रक्षे सर्व रक्षे रोग कष्ट हरण सबै 9 दुर्गा भवानीले सबैलाई रक्षा गरोस् है। यो अब आज हाम्रो पहिलेदेखि मानिलिएको हिन्दू जातिहरूले दसैँ भनेको अब एउटा विजयादशमी सालमा एक खेप आउँछ। यसलाई चाहिँ हामीले एकदमै मान्यता आफ्नो जे छ जस्तो छ त्यसमा नै अब खुसी भएर गर्नुपर्छ है। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधात्री स्वाहा स्वादा नमस्ते भनेर भन्छ। भाग्यमानी हुनु एकदमै सूर्य चन्द्र सूर्य जतिकै आयु होस्, यो पृथ्वी रञ्जन मेरो बुढी जीवित रहोस्, 7 जीवन सँगै बस्ने कसम खाएर एक दिन सिउँदोभरि सिन्दुर लाउनु पाऊँ भनेर आशा छ। यो चाहिँ पुरा होस् है। बुढाले दिएको आशीष शिरमै बस्छ। अब बुढीलाई अलिकति दिनै पर्यो। त्यो त यताउता घुमेर आफ्नोमा आइपुग्ला। अडिनु मात्रै हो। एउटा फुल लगाइदिन्छु त्यति हो। आँखा यता होइन, हात होइन माथि शिरमा अडिनु पर्छ है बबी। यो अलिकति खुसो गरेर एकछिन सबै बान्नु नि, एकछिन बान्नु पर्ने नि। त्यो चाहिँ टोपी जस्तो हातैमा राखा हुन्छ। लु ढोक गर बुढाको चाहिँ खुट्टा छुएर छुनु हातले छुँदा हुन्छ। जय होस् एकदम। ल फुल लगाइदेऊ न बहिनीलाई चाहिँ। ढोक्नु मात्रै हो। एउटा फोटो खिच्नु हैन अन्त उयो दिनु पर्दैन। उयो फुल उयो गर्नु नि त। एउटा फुल यस्तो लगाइदेऊ। यिनीहरू यो नलगाउने अहिले हामीलाई पत्ता लगाइदिँदा हुन्छ, भरे फुल फेरि सकिन्छ। मलाई पनि लगाइदिनु पर्यो नि त एक चोटि। त्यस्तो भयो नि हो बुढेसका जुठो बारे हान्दामा केही हुँदैन। सोल्टी ढोक्नु ओर्नु होइन, ढोकेर पहिला ढोकेर त्यो त पैसा दिएको जस्तो मैले रोक्नु पर्ने होइन, ऊ राखेर ढोक्छ नि त। हो तपाईँले चाहिँ कुटाइ छुएर परदेशमा पनि है गर्नुपर्छ बुढेस। अब जस्तै भने पनि हामीलाई यो लगाइदिनु पर्ने खास। लो टिका लाग्नु सायद दसैँ त बलिहाल्यो त। यिनीहरूले मात्रै दसैँ जनाउँछ नि। मासु र तोङ्बाले मात्रै अलिक
अघि खाएको त तँलाई पनि खान्छ खैरीहरू ताल्दैन खैरी आइन्द्रो नसुते श्रीयुन् दशरथे शत्रु छ्यार गवे आइ सूर्य नवसे गति स्थ पाउन मलन्छ दुर्योधने भनेको चाहिँ त्यति मलाई त आउँदैन। आयु चाहिँ एकदमै यो क्या सूर्य चन्द्र भइन्जेल पृथ्वी रहन्जेल अस्वस्थामाको जस्तो आयु होस् अरे नि त त्यस्तो होस् अरे होइन। धन सम्पत्ति भनेको चाहिँ एकदमै राजा योको जस्तो के भन्छौ दुर्योधनको जस्तो धन होस् अरे। सत्तुर चाहिँ रामले जस्तो सत्तुरहरू मासु होस्। अन्त मैले अघि पनि भने बहिनीलाई पनि सत्तुर चाहिँ अहिले कोही होइन यो अहिलेको समयमा चाहिँ सत्तुर इज विदिन अस आफूभित्रै छ इगो है त्यो यो सत्तुर हो नि त आफूभित्रै छ त्यसलाई मार्नुपर्छ। अहिलेको समयमा लोभ लालच नाक गर्नु अर्कालाई नराम्रो सोच्नु त्यो यो ठुलो सत्तुर भनेको आफूभित्र। कृति सुनारायण नारायण जस्तो नारायण भनेको चाहिँ कृति भनेको चाहिँ कृति सुनारायण कृति चाहिँ अब नेपालीमा भनौँ भने अब एउटा क्या आफ्नोको चाम करिश्मा त्यो चाहिँ सबै भगवान्को। नारायण भनेको चाहिँ भगवान्को जस्तो होस् अरे सबै ब्रह्मको जस्तो क्यारेक्टर होस् अरे शिवको जस्तो विष्णुको जस्तो क्यारेक्टर होस् भगवान्को जस्तो कृति होस् भन्छ। सबै हाँकेको ताकेको मनकञ्चे पुगोस् है भाइ एउटा आशीर्वाद चाहिँ बस्छ अरे। एकदमै दिखाने हुनु मागी खाने नहुनु बाबुआमाको इज्जत राख्नु बुहारी राम्रो सबै तिम्रो आमा बाउ सबै छन सबैलाई याद गर्ने बुहारी खोज्नु है। आजभोलि त साह्रो छ भाइ हामीभन्दा ज्ञानी छौ तपाईँहरू तपाईँ एकदमै भाग्यमानीहरू। यो क्लस टिपेर यसो गरी पठाइदिनु नि दाजु कस्तो राम्रो देखेको यसो राउन्ड गरिदिनु नि दाजु हो एकदम नौ दुर्गा भवानी भनेर दाजु एकदम ओहो दाजुको त खुट्टा ढोक्नुपर्छ नि दाजुले चाहिँ खुट्टा तपाईँको टाउकोमा खुट्टा ठुल्नुपर्छ हानी भाइ लासो 30 seconds की masih yang dia tinggal sana. Baby हात मार्नु हातै देख्दैछ ए लुलु नानाले लगाइदिनु देखि अलिक बेद हो त्यो लाउनुपर्छ कि दाजु मजाले टाँसिन्छ लु ए राम्रो आशीर्वाद दिनुपर्छ है मनदेखि दिनुपर्छ आशीर्वाद एक हातमा बबिन एक हातमा उता पनि एउटा हातले लगाइदिन्छ एक हातमा हो एकछिन चाहिँ एक खेप चाहिँ खास यसरी हाल्नु पर्ने हो अब चाहिँ इन्डिभिजुअल आउँदा भन्छ अब इन्डिभिजुअल आउनु नि हुन्छ हाम्रो जिन्दगी मतलब उस दादी ने पर्छ दाजु यहाँ
फर्स्ट टाइम अस्ट्रेलिया किङ चाहिँ अनि फर्स्ट टाइम जोइन बेना आउने गीत लगाउने एटिएम नंगा से अलिअलि नाम मात्रै हो, नाम मात्रै गर्नु अलिअलि। देवरा छे सबै नवग्रह शान्ति। अब नौ दुर्गा भवानीको अब विजय दशमीको आज ठीक छ परालको आगोले बोसो पार्दैन केटा हो कि वा कि पार त्यस्तो दुबो मौलाए जस्तो मौला